हेलो एभ्रिवान है अहिले चाहिँ मेरो 7th मन्थ चल्दैछ हैन अनि त्यही भएर तपाईहरुसँग पनि शेयर गरेको कतिवटा म हेल्प पनि पाउँछु होला भनेर है। अनि मेरो चाहिँ बिहान खाली पेटको दबाई छ अनि गरम पानी र अलिकति त्यो दबाई खाइहाल्यो। दबाई चाहिँ के को भन्दाखेरि चाहिँ मेरो चाहिँ थाइराइड है, यो प्रेग्नेन्सी भएको देखिको चाहिँ थाइराइड भएको चाहिँ अलिकति पनि बढेको रहेछ। त्यही भनेर चाहिँ थाइराइडको दबाई पनि लिँदैछु। अनि खाजामा चाहिँ मैले परोठा बनाएको थिएँ हैन, परोठा मैले खाएँ। अनि त्यसमा मेरो हिजो राति भिजाएर राखेको ड्राई फ्रुट्सहरू थियो अनि त्यो ड्राई फ्रुट्स खाएको बादमा चाहिँ मैले ब्रेकफास्ट गरेँ। अनि यो भिडियोमा चाहिँ मेरो खाली अब मेरो खानेकुरोको बारेमा मात्रै छ। अनि ब्रेकफास्टको पछि चाहिँ अनि फेरि दबाई छ मेरो, एउटा ट्याब्लेट खानुपर्ने हुन्छ ब्रेकफास्ट खाएको पछि, दबाई खाएको बादमा चाहिँ। अन्त लन्च पनि म आफै बनाउँछु, खानापिना त बनाउनु सकिरहेको छु हैन। लन्चमा चाहिँ मैले बनाएको थिएँ यो फर्सीको मुन्टा हैन, दाल अनि अन्डा चाहिँ मलाई यस्तो फ्राई गरेर खानु मन परेको थियो है। बोइल पनि खान्छु तर आज चाहिँ यस्तो प्रकारले खाएको। अनि फेरि लन्चको बाद पनि एउटा छ दबाई है। रेस्ट गरेर सुतेर चाहिँ एकछिन उठेको बादमा चाहिँ मैले खाएको थिएँ वाटरमेलन। के खाइरहनु जस्तो हुन्छ है साथीहरू। वाटरमेलन खाएँ अनि रातिको चाहिँ बेसी म खाँदिनँ, रोटी र दाल